तपाईहरुले पोपो आइडी त बनाउनु भयो, त्यो कसरी चलाउने हो भन्ने कुरा थाहा छैन भने चाहिँ त्यही जानकारी दिनको लागि हामीले यो भिडियो स्क्रिन शेयर गर्दै छौं है त यो भिडियोमा। ल हेर्नुस् त, उतापटि टावर जस्तो थिच्यो भने यसरी तपाईको प्रोफाइलहरु आउँछ। अनि त्यसपछि अलिकति यता मेसेजमा थिच्नु भयो भने चाहिँ तपाईले कसले मेसेज गर्नु भएको छ या मेसेज आएको छ त्यो जानकारी पाउनको लागि त्यहाँ मेसेजबाट भइहाल्छ। अनि त्यो भन्दा अलिकति यता त्यहाँ थिच्नु भयो भने चाहिँ घडी जस्तो थिच्नु भयो भने चाहिँ त्यहाँ भिडियोहरु हेर्नलाई टिकटकमा जस्तै भिडियोहरु हेर्नको लागि वा भिडियोहरु पोस्ट गर्ने ठाउँहरु चाहिँ पाउनुहुनेछ। यसमा चाहिँ सबै फिचरहरु हुन्छ। त्यसपछि तपाई चाहिँ अब ब्रोडकास्ट पार्टी लाइभ खोल्नु पर्यो। पार्टी लाइभ खोल्नको लागि चाहिँ तपाईले अलिकति यतापटि हेर्नुस् त, यो गिलास जस्तोमा टक्क यसरी थिचेपछि अब यसरी पार्टी लाइभ सुरु गर्ने ठाउँ हुन्छ। त्यहाँनिर पार्टीमा थिच्यो, त्यसपछि यहाँनिर यता यो बक्सहरु छ नि त्यो बक्समा थिच्यो। त्यसपछि तपाईले 4 जना राख्ने कि 6 जना राख्ने कि 9 जना राख्ने, 16 जना चाहिँ तपाईले भिआइपी लिएपछि मात्रै हुन्छ है। त्यसपछि यता भोइसमा राख्नुस्, भिडियोमा नराख्नु, भोइसमा राख्नुस्। अनि त्यसपछि तपाईले उयो माथि जुन यहाँ प्लिज इन्टर द कन्टेन्ट भनेको छ, तपाई कस्तो खाले कन्टेन्ट चाहिँ देखाउँदै हुनुहुन्छ, त्यहाँनिर अब कस्तो खाले कुरा गर्दै हुनुहुन्छ वा के देखाउन गइरहेको छ। जस्तै हामीले चाहिँ अब च्याटिङ वा केही सिंगिङ डान्सिङ जे भन्नु भयो, अब तपाई डान्सिङ गर्दै हुनुहुन्छ डान्सिङ, अब च्याटिङ अब त्यस्तै हुन्छ भने च्याटिङ राख्यो। त्यसपछि टक्क त्यहाँ हेल्ड ए पार्टी भन्ने ठाउँमा टक्क थिचेपछि यसरी बक्सहरु सबै तपाईको यो कुर्सीहरु सबै रुमहरु बन्छ, त्यहाँनिर चाहिँ साथीहरु बस्न मिल्छ। तर तपाईले त्यसको लागि चाहिँ एउटा सेटिङ गर्नुपर्ने हुन्छ है। तलतिर तपाई देख्दै हुनुहुन्छ त्यो 3 लाइन, अनि त्यहाँनिर लकी बक्स जस्तो त्यसको माथि कुर्सी छ, सुरुमा त्यस्तै देखाउँछ। त्यो कुर्सीमा टक्क थिचेपछि यसरी मेसेज जुन यो सेटिङ टक्क यहाँ सेटिङ गर्ने सानो तपाईले बटन देख्नु भयो, त्यहाँ क्लिक गर्ने बित्तिकै यस्तो आउँछ है। यहाँनिर एउटा हरियो देख्छ ब्लू कलरको, एउटा नील कलरको, अनि यहाँनिर सबै हामीले सेतो बनाउनु पर्छ। सेतो बनाएपछि तपाईको त्यो रुम भित्र कुर्सी भित्र चाहिँ जो चाहे त्यो सजिलै तपाईले अनुमति दिए नदिए नि छिर्न पाइन्छ। यति गरेपछि तपाई नयाँ हुनुहुन्छ भने तपाईको त्यति धेरै मान्छे हुँदैन, त्यसैले सिधै छिर्ने ठाउँ बनाउनु पर्छ। त्यसपछि तपाईले तल 3 लाइन 3 लाइनमा टक्क थिच्नु। त्यहाँ 3 लाइनमा थिचेपछि त्यो 3 लाइनमा थिचेपछि यसरी अप्सनहरु आउँछ। त्यहाँ हेर्नुस् त, अब कसले एडमिन दिने है, तपाईको यो ब्रोड चाहिँ कसले चलाओस् जस्तो लाग्छ, त्यो एडमिन दिने, त्यो स्वीकृति दिने, योलाई भन्ने। अनि त्यसपछि यदि तपाईले टेक्स्ट बबलमा थिच्यो भने चाहिँ अब त्यहाँ यसरी तपाईको एजेन्सीको नम्बरहरु राख्ने, त्यहाँ टक्क त्यो टेक्स्ट बबलमा थिचेपछि कुन चाहिँ ठीक लाग्छ त्यहाँ टक्क चुज गर्नुस्। त्यहाँ क्लिक गरेपछि त्यो हाम्रो माथि वालपेपरमा ब्रोडकास्टमा जान्छ। अनि त्यहाँनिर हामीले नम्बरहरु सेट गरेर राख्न मिल्छ। अब अर्को बताउनु भन्दा पहिला यही बताइदिउँ कि टेक्स्ट बबलमा टक्क थिचिसकेपछि यहाँनिर त्यो हाम्रो स्क्रिनमा आउँछ, अगाडि हाम्रो रुम ब्रोडकास्टमा आउँछ, अनि पार्टीमा आउँछ, लाइभमा आउँछ। त्यसपछि त्यहाँनिर मेरो नम्बर राख्नुस्। जस्तै तपाई वाइब एजेन्सीमा हुनुहुन्छ भने एजेन्सीको नम्बर, मेरो नम्बर चाहिँ तपाईहरुले कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ है। तपाई कसरी पोपोबाट के गर्ने कस्तो गर्ने भनेर कसरी कमाइन्छ भन्ने तरिका चाहिँ यहाँ सिकाएको छ। मेरो नम्बर त्यहाँनिर टक्क टाइप गर्नुस्, 9706092737। यसरी टक्क थिच्ने। त्यहाँनिर तपाईले हेल्पलाइन भनेर लेख्दा नि हुन्छ। नयाँ साथीहरु हुनुहुन्छ भने चाहिँ हेल्पलाइन भनेर मात्र लेख्नुस्। अलिकति तपाई भिआइपी भयो, अलि ठुलै धेरै नै ट्राफिक आउँछ भने, धेरै अडियन्सहरु भ्युजहरु आउँछ भने चाहिँ त्यहाँनिर अब कोइन सेलर भनेर राख्यो भने अझ कोइन पनि हामी बेच्छौं। प्राय जसो एजेन्सीहरुले चाहिँ कोइन बेच्ने हुन्छ, हामी चाहिँ कोइन पनि बेच्छौं। त्यसैले यसरी राख्यो। त्यसपछि फेरि त्यसलाई ओके गर्नुस्। त्यो राइट मार्कमा थिचिसकेपछि यसरी त्यो त्यहाँ बस्छ। फेरि 3 डटमा थिच्यो अनि शेयर बटनमा थिचेपछि यस्तो आउँछ है, शेयर भन्ने त्यहाँ छ है। तपाईले राम्रोसँग हेर्नुस्। शेयरमा थिचेपछि यसरी केही समय अगाडि तपाईले कोसँग मेसेज गर्नु भएको छ त्यो सबै अगाडि मार्क लगाउनुस्। अब हामीले यहाँनिर मेसेन्जरबाट, व्हाट्सएपबाट सबैबाट चाहिँ हामीले शेयर गर्न पाइन्छ। टक्क त्यहाँनिर मार्क लगाउनु, कोसँग कुरा गर्नु भएको छ तपाईले, को आओस् जस्तो लाग्छ तपाईको ब्रोडकास्टमा, उहाँहरुको यहाँ प्रोफाइल उहाँहरुको त्यो उसमा चाहिँ मजाले मेसेज बक्समा चाहिँ यसरी मार्क लगाउनुस्। मार्क लगाइसकेपछि सेन्ड गरेपछि मस्तले जान्छ, त्यहाँ सबैजनालाई जान्छ।
अनि त्यहाँ गएपछि उहाँहरू जो मन लाग्छ जसले नोटिफिकेसन हेर्नु भएको छ मेसेज हेर्नु भएको छ अघि नै भनेपछि नि मेसेज बक्स त्यहाँ पुग्छ त्यहाँबाट क्लिक गर्ने बित्तिकै तपाईँको यो ब्रोडकास्टमा आइपुग्छ उहाँहरू चाहिँ अनलाइन हुनुहुन्छ भने अनि त्यसपछि तपाईँले यति गरिसकेपछि चाहिँ राम्रोसँग विचार पुर्याउनु पर्ने हुन्छ कि तल 3 लाइनमा थिचेपछि धेरै अप्सनहरू हुन्छ त्यहाँबाट पनि अप्सनहरू थेम्सहरू राख्ने धेरै कुराहरू छ त्यहाँनिर लकी बक्सहरू राख्ने त्यहीँबाट हो तल लकी बक्स हुन्छ 3 लाइन थिचेपछि अनि तपाईँले ध्यान दिनुपर्ने कुरा म्युटमा राख्नुहोस् यहाँ माइक अन हुनसक्छ यसरी म्युट क्रस एउटा लट्ठी जस्तोले धर्को लगाइ हुन्छ त्यसपछि तपाईँको कुरा के पनि सुन्दैन नभए संसारभरि तपाईँको कुराहरू चाहिँ सुनिरहेको हुन्छ तपाईँले कस्तो के बोलिरहेछ सबै जान्छ त्यसपछि तपाईँले ब्याक गर्दाखेरि कहिले पनि यो कन्फर्म नगर्नुहोस् ब्याक गर्दाखेरि यो आउँछ क्यान्सल गर्नुहोस् वा फेरि अर्को ठाउँमा क्लिक गऱ्यो भने यो सट्ट हराएर जान्छ यो कहिले पनि कन्फर्म नगर्नुहोस् र माथिको क्रस इन्टुको जुन सिग्नल हुन्छ त्यहाँ कहिले पनि इन्टुमा नथिच्नुहोस् तपाईँको 2 घण्टा पुरा भयो भने चाहिँ थिच्दा भयो अब बन्द गर्छु भनेर साथीहरूलाई जानकारी दिएर चाहिँ तपाईँले त्यो गर्न पाइन्छ नत्र भने चाहिँ त्यसो नगर्नुहोस् साथीहरू तपाईँको यो रुमभित्र बसिरहेको साथीहरू सबै तितरबितर हुन्छ उहाँहरू घरविहीन कन्ट्याक्टविहीन है त्यस्तो बिजोग हुन्छ उहाँहरूको त्यसैले त्यस्तो गल्ती नगर्नुहोस् वा जानकारी दिएर मात्रै ल म बिजी भएँ या हाम्रो काम सक्यो या म चाहिँ अब चलाउँदिनँ त्यस्तै तरिकाले टाइम पुरो भयो अब अर्कोमा जानुहोस् या केही सल्लाह गरेर मात्रै त्यसलाई क्रस गर्नुहोस् वा त्यसलाई चाहिँ कन्फर्म गर्नुहोस् अर्थात् त्यसलाई सकाइदिनु नभए चाहिँ नगर्नु है सितिमिति यसलाई चाहिँ फेरि क्लिन गरेर राख्यो भने जस्तै होम बटनमा थिचेर बिस्तारै माथि लगेर यसलाई चाहिँ क्लिन गरेर पनि राख्न मिल्छ है तपाईँहरूले एकदमै सजिलो छ यो चलाउनको लागि चाहिँ तपाईँले ध्यान दिनुभयो भने हैन भने चाहिँ तपाईँलाई गाह्रो लाग्यो भने चाहिँ हामीलाई त्यो हेल्पलाइन नम्बरमा कल गर्न पनि सक्नुहुन्छ है वाइवाई एजेन्सीका साथीहरूले अरूले चाहिँ कल नगर्नु होला किनभने तपाईँकै एजेन्सीलाई कल गर्नुहोस् अनि हाम्रो एजेन्सीमा जोइन हुनु भएको छ भने चाहिँ कल गर्नुहोस् मैले यहाँनिर धेरै कुराहरू राखेको छ कसरी एजेन्सी जोइन गर्ने हाम्रो युट्युब च्यानलमा धेरै कुराहरू छन् अर्को अब कति साथीहरूले चाहिँ मैले लाइभ प्रुफ नै राखेको छ कि दिनमा 1 लाख पोइन्टदेखि 3-4 लाख पोइन्टसम्म कसरी बनाइरहेछ कसरी कमाइरहेछ त्योभन्दा पनि धेरै कमाउने साथीहरू धेरैजना छन् यहाँनिर धेरैजना छन् तपाईँले चाहिँ यति गरिसकेपछि अब तपाईँको ब्रोडकास्टमा आउने जाने गर्न पाइन्छ तपाईँले लकी बक्स राख्न त्यही 3 लाइनमा थिच्नुपर्ने हुन्छ त्यसपछि यता इमोजी जस्तो देखाएको छ त्यहाँनिर सानोतिनो गेम जस्तो खेल्न पाइन्छ यतातिर मेसेज छ त्यहाँनिर मुनि त्यहाँ थिच्यो भने तलतिर तपाईँ केही भन्न भ्याएर छ भने लेखेर पनि भन्न पाउनुहुन्छ तपाईँले अहिलेको लागि चाहिँ यति नै धेरै कुरो भन्यो भने बिर्सिन्छ है।